फाइनली गाइज आज सम्झना होटलमा फेरि पनि सम्झिँदै प्रवेश गरिरहेको छु म। ट्यारेन नाना पनि बाहिर जानुहुँदैछ। सो म चाहिँ आज ग्रुपसँग आइरहेको छु यहाँनिर खाना, किनकि म अरू बेला पनि 2चोटि या आजसँग 3चोटि भइसकेको छ। किनभने यहाँको खानाले चाहिँ मलाई पग्लाएर फेरि वापस ल्याएको छ होइन। यहाँको खाना चाहिँ एकदम बब्बाल पाउँछ क्या, बब्बाल, जसमा कि अरू जग्गा नपाउने चिज चाहिँ यहाँ पाउँछ। किनकि अरू जग्गा त खानासँग विथ एउटा भेज सब्जी त्यहाँदेखि जे अर्डर गरेँ त्यो दिनुहुन्छ। यहाँको चाहिँ हेर्नुहोस् न, म तपाईँलाई देखाउँछु। साग भयो, डिफ्रेन्ट भेज सब्जी, प्लस तपाईँको पर्क भयो, पर्क खानेलाई सो गुन्द्रुकको रस, यता दाल, यता अचार 1 2 3 4 चारवटा त अचारै गाइज, के अचार हो। अब त निम्बुहरू उयोहरू पनि एक्स्ट्रा दिनुहुन्छ। सो यता किनेमा पनि कोही खानु मन छ। एक्स्ट्रा चाहिँ के लाग्छ भनेदेखि यहाँको चाहिँ मलाई कर्ची मर्ची चाहिँ ओ गड, कर्ची मर्ची चाहिँ पर्कको कर्ची मर्ची, चिकनको कर्ची मर्ची, डिफ्रेन्ट डिफ्रेन्ट दिनुहुन्छ आइटम, हुन्छ नि। यहाँ चाहिँ अब भेराइटिजहरू चाहिँ एकदम राम्रो लाग्छ। ओके, सी यू इन द नेक्स्ट भिडियो।